सम्पूर्णमा नमस्कार। स्वागत छ तपाईहरुलाई यस भिडियोमा। हजुरहरु सन्चै हुनुहुन्छ? आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। आज भने हामी नेपालको राष्ट्रिय गानको अर्थ बुझ्ने कोसिस गर्छौं। आज हामी नेपालको राष्ट्रिय गानको व्याख्याको बारेमा बुझ्छौं, राष्ट्रिय गानको अर्थ बुझ्छौं। हाम्रो राष्ट्रिय गानले के कस्तो अर्थ बोकेको छ? सर्वप्रथम देशको राष्ट्रिय गान देशको सम्मान, देशको स्वाभिमान, देशको इतिहास, देशको भूगोल, देशको संस्कृति, प्राकृतिक सम्पदा आदि महत्त्वपूर्ण आधारभूत विषयवस्तुहरू समेटिएर रचिएको एउटा विषयवस्तु हो। अब चाहिँ हामी यस राष्ट्रिय गानको एक पंक्तिको बारेमा व्याख्या गरेर बुझ्नेछौं। एक पंक्तिको व्याख्या बुझ्नेछौं है। ल अब चाहिँ सुरु गरौं। पहिलो पंक्तिमा के भनेको छ? सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, हैन? सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली। सयौं थुङ्गा, थुङ्गा भनेको एउटा फूलको एउटा फूललाई जनाउँछ। फूलको एउटा प्रति गोटालाई थुङ्गा भन्छन्, हैन? नेपालीहरू फूल जस्तै सुन्दर छन्। जस्तै एउटा फूलबारीका बगैँचामा थरीथरीका फूलहरू हुन्छन्। ती थरीथरीका फूलहरू मिलेर ती बगैँचालाई आकर्षक बनाएका हुन्छन्। त्यस्तै नेपालीहरू पनि थरीथरीका छन्। थरीथरीका नेपालीहरूले थरीथरीका जात जाति, वेशभूषा, भाषा, धर्म, संस्कृति बोकेर विविधताले गर्दा नेपाललाई सुन्दर बनाएका छन्, हैन? सयौं जस्तै थुङ्गा मिलेर एउटा फूल, सयौं फूलका थुङ्गा मिलेर एउटा माला बन्दाखेरि जब त्यो माला आकर्षक देखिन्छ, हैन? त्यस्तै चाहिँ यो सयौं थरीका जात जाति, भाषा भाषा, धर्म, संस्कृति मिलेर नेपाल देशले आकर्षक बनाएका छन्, हैन? जस्तै फूल कति सुन्दर आकर्षक हुन्छ, हैन? त्यस्तै नेपालीहरू पनि सुन्दर छन्, आकर्षक छन्। कस्तो? खाली बाहिरी देखावा रूप रंगमा मात्रै हैन, पक्कै पनि हैन। बाहिरी देखावा, बाहिरी सुन्दरता, बाहिरी रूप रंग भन्दा पनि सुन्दर चीज के हुन्छ? ज्ञान। बाहिरी रूप रंग, बाहिरी देखावा भन्दा सुन्दर चीज मान्छेको ज्ञान हुन्छ, व्यवहार हुन्छ, बोली वचन हुन्छ। हो, नेपालीहरूको ज्ञान, व्यवहार, बोली वचन, नेपालीहरूको चाहिँ त परोपकारी भाव, एकअर्कासँग मिलेर बस्ने भाव, समाजमा सद्भाव कायम गर्ने भाव, परहित गर्ने भाव हो, त्यो एकदमै सुन्दर आकर्षक रहेको छ। जस्तै चाहिँ एउटा मालामा विभिन्न थरीथरीका आकर्षक फूलहरू यदि उनिएर गाँसिएर एउटा माला तयार गरियो भने कति सुन्दर त्यो माला आकर्षक देखिन्छ, हैन? त्यस्तै चाहिँ हाम्रो देशमा पनि विभिन्न जात जाति मिलेर, विभिन्न धर्म सम्प्रदाय, वेशभूषा, संस्कृति मिलेर यो देशलाई सजाएका छन्, सुन्दर बनाएका छन्। अर्को कुरा सुन्नुस्, हेर्नुस्, यति धेरै विविधता छ, धार्मिक विविधता छ, सांस्कृतिक विविधता छ, जातिगत विविधता छ, भौगोलिक विविधता छ, तर पनि यी विविधताभित्र पनि एकता कायम रहेको छ। के छ? यी विविधतामा पनि एकता कायम रहेको छ। यही नै नेपाली संस्कृतिको मूल विशेषता हो। यही नै नेपालीहरूको मूल विशेषता हो, हैन? यो पंक्तिले यही भन्न खोजेको छ। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली। हामीहरू हुन त फरकका छौं, विभिन्न सबैको छुट्टै भिन्नता छ, फरक पनि छ, तर पनि हामी एउटै मालामा गाँसिएका छौं, उनिएका छौं।
एकजुट भएर बसेका छौँ, विविधतामा एकता कायम गरेका छौँ। यही नै हाम्रो पहिचान हो, यही नै हाम्रो स्वाभिमान हो हैन। यही नै हामी नेपालीलाई चिनाउने मुख्य आधार पनि हो। यानि हामीलाई एउटैमा बाँध्ने काम कसले गरेको छ? नेपालीपनले। केले हामी सबै नेपालीले एउटैमा बाँधिएको छ? नेपालीपनले। नेपाली र नेपालीपन हाम्रो के हो? साझा नाम हो। नेपालको जुनसुकै कुना काप्चामा बसेका सबै नागरिकहरू नेपाली हुन्। जुनसुकै जातको हुन्, जुनसुकै भाषाको हुन्, जुनसुकै धर्मको हुन्, जुनसुकै सम्प्रदायको हुन्, जुनसुकै पेसा व्यवसाय अँगालेका हुन्। आखिर नेपाल सीमा क्षेत्रभित्र छन्, नेपालभित्र जन्मेका छन्, हुर्केका छन्, नेपाली जन्म दर्ता लिएका छन्, नेपाली नागरिकता लिएका छन्, नेपाली नागरिकता लिने योग्य छन्। हो, यदि यस्तो सबैले यी सबैको लागि योग्य छन् भने ती सबै के हुन्? नेपाली हुन्। हो, त हाम्रो साझा नाम के हो? हाम्रो साझा विशेषता के हो कि हामी सबै नेपाली हौँ। हामीलाई यो नेपालीपनले एउटामा गाँसिएको छ, एकजुटमा गाँसिएको छ। त्यस्तै सर्वभम भई फैलिएका मेची महाकाली। नेपालीहरू मेचीदेखि महाकालीसम्म फैलिएका छन्। नेपालको संविधानमा नै नेपालीहरूलाई यो हक अधिकार प्रदान गरिएको छ कि नेपालको सर्वमय सत्ता नेपाली जनतामा निहित हुनेछ। अर्थात् यो सर्वमले नेपालको भूगोललाई, नेपालको भूमिलाई बताएको छ, सङ्केत गरेको छ। भन्नाले नेपालको हिमाल पहाड तराईलाई भनिएको छ। अब नेपालको सबै नेपालीहरूलाई नेपालको जुनसुकै ठाउँमा आवात जावात गर्ने, गएर एक ठाउँबाट अर्को ठाउँमा शिक्षा लिन सक्ने, व्यापार व्यवसाय गर्न सक्ने, बसाई सराई गर्न सक्ने हो, यी सबै काम गर्न सक्ने स्वतन्त्रता छ, हक अधिकार छ। भन्नाले यी सबै कुरा, यो अधिकार कसमाथि निहित छ? नेपाली जनतामाथि निहित छ। भन्नाले नेपालीहरू एकदमै स्वतन्त्र छन्। नेपालको जुनसुकै ठाउँमा आवाज जवात गर्ने, शिक्षा दीक्षा आर्जन गर्न सक्ने, पेसा व्यवसाय गर्न सक्ने, बसाई सराई गर्न सक्ने अधिकार सम्पूर्ण नेपाली जनतालाई यसको अधिकार रहेको छ हैन। नेपालीहरू त्यही भएर त मेचीदेखि महाकालीसम्म छरिएछन्, पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म छरिएर रहेका छन्। अर्को, प्रकृतिका कोटि कोटि सम्पदाको अचला हो। नेपाल चाहिँ प्राकृतिक सम्पदामा पनि एकदमै भरिपूर्ण देश हो, प्राकृतिक सम्पदामा धनी देश हो। यहाँ चाहिँ यहाँको प्राकृतिक सौन्दर्यता एकदमै चाहिँ त आकर्षक रहेको छ, सुन्दर रहेको छ। नेपाल भरिपूर्ण रहेको छ प्राकृतिक सम्पदामा हैन। जस्तै चाहिँ अब प्राकृतिक सम्पदाभित्र के पर्छन्? हिमाल पहाड, नदी नाला, वन जङ्गल, ताल तरैया, झरना हैन, यी सबै पर्छन्। अनि यी सबै त नेपालमा छन् हैन। विश्वकै सर्वोच्च शिखर सगरमाथा हाम्रै देश नेपालमा छ हैन। अनि चाहिँ त नेपाल पानीको स्रोतमा विश्वको दोस्रो धनी देश हो। नेपालमा करिब 6000 भन्दा बढी नदी नालाहरू छन्, त्यो पनि प्राकृतिक सम्पदाभित्र पर्यो। विश्वको सर्वोच्च शिखरमा रहेको सर्वोच्च शिखर हैन, विश्वकै सबैभन्दा सर्वाधिक उचाइमा रहेको ताल तिलिचो ताल, त्यो पनि प्राकृतिक सम्पदाभित्र पर्यो हो। भन्नाले नेपाल प्राकृतिक सम्पदामा पनि एकदमै धनी देश हो, भरिपूर्ण देश हो। यहाँको चाहिँ प्राकृतिक सुन्दरतालाई बयान गरेर पनि साध्य छैन। नेपाललाई चाहिँ प्रकृतिले, ईश्वरले, भगवानले भनौँ एकदमै सुन्दर, स्वर्ग झै सुन्दर बनाएका छन्। यी नेपालका प्राकृतिक सुन्दरताहरू घुम्दा हैन, हेर्दा घुम्दा जस्तो लाग्छ कि यहाँ जमिनमा नै स्वर्ग आएको छ। अब वास्तवमा खै स्वर्ग होला कि नहोला यो त मान्छेहरूको कल्पना हो, तर वास्तवमा त नेपाल छ नि। नेपाल भन्ने देश छ, यहाँको प्राकृतिक सुन्दरता छ, मानिसहरू गएर हेर्न सक्छन्, नजिकबाट महसुस गर्न सक्छन्। यो कुरा भने सत्य हो। प्राकृतिक सम्पदामा नेपाल भरिपूर्ण देश हो हैन।
जति यो नेपालमा जति धेरै प्राकृतिक सुन्दरताहरू छन्, प्राकृतिक सम्पदाहरू छन्, प्राकृतिक सौन्दर्यका विषयवस्तुहरू छन्, त्यति धेरै विषयवस्तुहरू अन्य देशहरू 2-4वटा देशको प्राकृतिक सम्पदालाई मिलायो भने मात्रै पुग्छ। जुन नेपाल जस्तो एउटा सानो देशमा यति सबै चाहिँ प्राकृतिक सुन्दरताले भरिएको छ। वीरहरूका रागताले स्वतन्त्र रा अटला। हाम्रो देश नेपाल, हाम्रो देश नेपालको इतिहास वीर पुर्खाहरूको वीरताको गाथाले भरिएको इतिहास हो। हाम्रो देशको इतिहास गौरवशाली छ। हाम्रो देश नेपाल हाम्रो वीर पुर्खाहरू, हाम्रो वीर शहीदहरूको रगत र पसिनाले सिंचिएर सिर्जाएको यो भूमि हो। हामीले जुन चाहिँ लोकतन्त्र प्रजातन्त्रमा रमाइरहेका छौँ, प्रजातन्त्रको सदुपयोग गर्न पाएका छौँ, प्रजातन्त्रबाट आफ्नो हक अधिकार पाएका छौँ, यी सबैको चाहिँ देन, यी सबैमा योगदान कसको छ? हाम्रो पुर्खाहरूको छ, हाम्रो वीर शहीदहरूको छ, हैन? हो, हाम्रो वीर पुर्खाहरूले चाहिँ हाम्रो स्वतन्त्रतालाई, हाम्रो स्वाभिमानलाई, हाम्रो चाहिँ स्वाभिमान इतिहास जुन छ, जुन चाहिँ कसैको अधीनमा नरहने, कसैको दासता नस्वीकारेको, स्वतन्त्र रहेको हो, यस्तो इतिहासलाई कायम गर्नमा हाम्रो पुर्खाहरूको अतुलनीय योगदान छ। यहाँहरूको योगदानलाई हामीले कुनै पनि शब्दमा, कहिले पनि कुनै पनि शब्दमा व्याख्या गर्न सकिँदैन, मतलब व्याख्या गरेर साध्य छैन। यहाँहरूको योगदान अतुलनीय छ, हैन? यहाँहरूको योगदानले गर्दा नै यो नेपाल देश रहन गएको हो, यसको अस्तित्व रहन गएको हो र यो अहिले पनि अटल छ, स्वतन्त्र छ। यसको स्वतन्त्रतामाथि, यसको स्वाभिमानमाथि, यसको चाहिँ त्यो स्वतन्त्रतामाथि कुनै पनि देशले चाहिँ आक्रमण गर्न सकेन। हाम्रो देशले कुनै पनि देशले अधीनमा पार्न सकेन। यो हो हाम्रो वीर पुर्खाहरूको विशेषता, यो हो हाम्रो वीर पुर्खाहरूको योगदान हाम्रो देशप्रति। उहाँहरूले गर्दा नै हामी यस्तो प्रजातन्त्रको अनुभूति गरेका छौँ, लोकतन्त्रको अनुभूति गरेका छौँ, प्रजातन्त्रमा रमाइरहेका छौँ, लोकतन्त्रमा रमाइरहेका छौँ। यी सबैमा योगदान कसको छ? हाम्रो वीर पुर्खाहरूको छ। यी सबैमा योगदान हाम्रो वीर पुर्खाहरूको रगत र पसिनाको छ। उहाँहरूले चाहिँ देशमा प्रजातन्त्र स्थापना गर्नको लागि, लोकतन्त्र ल्याउनको लागि, देशमा चाहिँ देशको स्वाभिमान बचाउनको लागि, देशको स्वतन्त्रता बचाउनको लागि, देशको मान सम्मान बचाउनको लागि आफ्नो रगत र पसिनाको बलिदान दिएका छन्, त्याग दिएका छन्। त्यस्तै चाहिँ अर्को भूमि के रहेको छ? सरी, अर्को श्लोक उडिरहेको छ। एकछिन है साथीहरू, डिस्टर्ब भयो कि? ल, अब हुन्छ। हामी कहाँ पुगेको थियौँ? यो ज्ञान भूमि, हैन? ज्ञान भूमि, शान्ति भूमि, तराई पहाड हिमाला। हिमाल भन्छ, त्यस्तै मतलब गीत जस्तो गाउँदा त्यस्तै भइहाल्छ। ज्ञान, नेपाल देशलाई ज्ञानको भूमि भनिन्छ। किन? कसरी? इतिहासमा नेपालमा चाहिँ धेरै ऋषिमुनिहरू आएर तपस्या गरेर ज्ञान प्राप्त गरेका थिए। त्यही भएर चाहिँ नेपाललाई तपोभूमि भनिन्छ, ज्ञानको भूमि भनिन्छ, हैन? नेपाल भन्ने देशको नामकरण, नेपाल देशको नामकरण पनि ने नाम ऋषि गरेको नामबाट नामकरण भएको हो। हाम्रो देश नेपालको नामकरण ने नाम गरेको ऋषिको नामबाट भएको हो। उहाँले पनि यही देशमा, हाम्रै देशको हिमाल पहाडमा, पर्वतहरूमा तपस्या गरेर ज्ञान प्राप्त गर्नुभएको थियो। हो त्यस्तै इतिहासमा नेपालमा थुप्रै ऋषिमुनिहरू आएर यहाँ तपस्या गरेर ज्ञान प्राप्त गरेको हुनाले नेपाललाई ज्ञानको भूमि पनि भनिन्छ। शान्तिको भूमि, नेपाल शान्तिको भूमि हो। विश्वमै शान्ति फैलाउने, शान्तिको स्थापना गर्ने, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी हाम्रै देश त नेपालमा पर्छ।
हैन। त्यही भएर नेपाल शान्तिको भूमि हो। अर्को कुराले अर्को सन्दर्भले हेर्ने हो भने नेपाल आफ्नो तर्फबाट कुनै पनि देशमाथि युद्धको घोषणा गरेको, युद्धको सुरुवात गरेको छैन। अब अरू देशले युद्धको सुरुवात गर्दा, युद्धको षड्यन्त्र गर्दा, आफूमाथि आफ्नो देशमाथि आक्रमण गर्दा त आफ्नो स्वाभिमान र आफ्नो आत्मसम्मानको लागि भने लडेका छन्, वीरताको साथ लडेछन्, साहसको साथ लडेछन्, तर युद्धको सुरुवात भने आफ्नो तर्फबाट गरेका छैनन् हो। त्यही भएर नेपाल शान्तिको भूमि हो। तराई पहाड हिमाल सबै चाहिँ ज्ञानको भूमि र शान्तिको भूमि हो। नेपालको तराईलाई अन्नको भण्डार हैन, अन्नको भण्डार पनि भनिन्छ। पहाड भने हरियो वन जङ्गल जडीबुटीको भएको ठाउँ। हिमाल भनेको चाहिँ सेतो सेतो हिमाल जमेको ठाउँ। हिमाललाई हिराको टुक्रा जस्तै हिरा बहुमूल्य छ, त्यस्तै चाहिँ हाम्रो देशको लागि, हाम्रो लागि प्राकृतिक सम्पदा अन्तर्गत पर्ने हाम्रो हिमाल, हाम्रो सगरमाथा जस्ता हिमालहरू बहुमूल्य छन्। यसले हाम्रो स्वाभिमान बढाएको छ, यसले हाम्रो मान सम्मान बढाएको छ, हाम्रो उचाइ बढाएको छ, हाम्रो शिर ठाडो पारेको छ हैन हो। त्यही भएर नेपाल ज्ञानको भूमि, शान्ति भूमि, तराई पहाड हिमाल सबै ज्ञानको भूमि र शान्तिको भूमि हो। अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। हाम्रो देश नेपाल अखण्ड छ, यो कहिले पनि टुक्रामा खण्ड खण्ड हुँदैन, यो अब अखण्ड नै रहनेछ। यो अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। हेर्नुस्, आफ्नो मातृभूमि, आफू जन्मेको भूमि, आफ्नो देश, आफ्नो गाउँ, आफ्नो ठाउँ, आफ्नो वेशभूषा सबैले प्यारो लाग्छ, प्यारो लाग्नु पनि पर्छ। आफ्नो देश, आफ्नो वेशभूषा, आफ्नो मातृभूमि प्यारो लाग्नु भनेको आफ्नो देशप्रतिको माया व्यक्त गर्नु हो, देशभक्ति व्यक्त गर्नु हो, देश प्रेम व्यक्त गर्नु हो। यो एक थरी भन्यो भने देशप्रतिको सम्मान पनि हो। आफ्नो देशको माया लाग्नु, आफ्नो वेशभूषाको माया लाग्नु भनेको देशप्रतिको सम्मान पनि व्यक्त गर्नु हो। जुन चाहिँ रामायणमा एउटा श्लोक छ, जब चाहिँ तो भगवान श्रीरामले श्रीलङ्कामाथि विजय प्राप्त गरे थिए त उनको भाइ लक्ष्मणले भन्नुभएको थियो, दाइ हामी यहीँ बसिहालौँ, सुने सुनको लङ्का छ, अब हामी विजय गरेपछि त यो हाम्रो भयो। त्यसपछि जब यसरी लक्ष्मणले भन्नुभयो आफ्नो दाइ श्रीरामलाई, तब चाहिँ भगवान श्रीरामले लक्ष्मणसँग के भन्नुभयो, जननी जन्मभूमिश्च स्वर्गदापि गरियासी। अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन्, प्यारो हुन्छन्। यो के भयो त सुनै सुनको लङ्का हो। यो हाम्रो अयोध्याभन्दा प्यारो छैन, हाम्रो अयोध्याभन्दा प्रिय छैन। हामीले आफ्नो देशमा फर्किनुपर्छ हो। यसबाट के त्यो सन्देश मिल्छ कि हामीले लोभ लालच गरेर अरू विकसित देश, मतलब कुनै देश विकसित छ, त्यहाँ भौतिक सुख सुविधा धेरै छ, त्यहाँ चाहिँ विलासिताको जीवनयापन गर्न पाइन्छ भने त्यसको चाहिँ लोभ लालचमा परेर आफ्नो देशलाई चट्ट बिर्सेर, चट्ट छोडेर अरू देशमा जानु हुँदैन। आफ्नो देशको माया गर्नुपर्छ। आफ्नो देशले त्यस्तै विकसित देश बनाउनु पर्यो नि। आफ्नो देशले पनि विकास र समृद्धितर्फ लिएर जानु पर्यो। यो हाम्रो कर्तव्य हो। अब भन्नुस् तपाईहरुको घर यदि छाप्रोको हो भने आफ्नो घर छोडेर अर्कोको त्यो छतको, जसको घर चाहिँ छतको हो, पक्कीको हो, जसको घर ठुलो छ, महल जस्तो, त्यसको घरमा गइदिनुहुन्छ? जान मिल्दैन नि। आफ्नो घरले त्यस्तो बनाउनुस् हो। त्यही आफ्नो ठाउँलाई माया गर्नुस्, आफ्नो देशलाई माया गर्नुस्, आफ्नो समाजलाई माया गर्नुस्, आफ्नो देशलाई, आफ्नो ठाउँलाई, आफ्नो समाजलाई विकास र समृद्धितर्फ लिएर जानुस्। यो हाम्रो कर्तव्य हो। आफ्नो देशलाई, आफ्नो मातृभूमिलाई माया गर्नुस्, माया गर्नुपर्छ। अनि सबैले प्यारो लाग्छ, प्यारो लाग्नु पनि पर्छ। बाहुल जाति भाषा धर्म संस्कृति छन् विशाला।
हो। नेपाल बहुजातिक, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक सम्पदाले भरिएको एउटा साझा फुलबारी हो हैन। यो पनि कस्तो छ, विशाल छ, भव्य छ। नेपालमा चाहिँ करिब 2078 सालको जनगणना अनुसार 142 जात जाति बसोबास गर्छन् अनि 124 भाषाभाषी 10वटा धर्मका मानिसहरू बसोबास गर्छन्। यी सबै जात जाति धर्म संस्कृतिको धर्मको वेशभूषाको आफ्नै छुट्टै छुट्टै संस्कृति छ हैन, छुट्टै पहिचान छ, छुट्टै रीतिरिवाज छ, छुट्टै जीवनशैली छ, लवाई खवाई छ, यी सबैमा भिन्नता छ। अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल हो। हाम्रो देश नेपाल अग्रगामी छ, विकासको पथमा अगाडि अगाडि लम्किरहेको छ, अगाडि अगाडि बढिरहेको छ। हाम्रो देश नेपाल समय सापेक्ष अनुसार अगाडि अगाडि बढिरहेको छ, बिस्तारै बिस्तारै विकसित हुँदै गएको छ, समृद्धितर्फ अगाडि अगाडि लम्किएको छ। हाम्रो देश पक्षगामी छैन, पछि पछि गएको छैन, केही न केही कुरामा चाहिँ सुधार हुँदै गएको छ। यहाँको शिक्षा दीक्षा हैन, विकासका पूर्वाधारहरू विस्तार हुँदै गएका छन् भन्नाले हाम्रो देश युग सापेक्ष अनुसार बिस्तारै बिस्तारै अगाडि बढिरहेको छ। हाम्रो देशले चाहिँ डिजिटल प्रविधिहरूको प्रयोग गर्न थालेको छ, बिस्तारै बिस्तारै अगाडि बढिरहेको छ। हाम्रो देश अग्रगामी छ। हाम्रो देशको जय होस्, जय नेपाल, जय मातृभूमि भनिएको छ। तपाईहरू अवश्य पनि केही न केही यसको अर्थ बुझ्न सक्नुभयो होला, बुझ्नुभयो होला। तपाईहरूले यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। थ्याङ्क यू सो मच। आई होप तपाईहरू यसबाट केही न केही कुरा सिक्नुभयो होला। हेर्नुहोस्, राष्ट्रगानको अर्थ जान्नुहोस्, हामी सबै नागरिकहरूको कर्तव्य हो। राष्ट्रगान गाउनु, राष्ट्रगानको अर्थ जान्नु, यो भनेको हाम्रो देशप्रतिको सम्मान हो, हाम्रो भाषाप्रतिको सम्मान हो हैन। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच।